मैले वाचन गर्ने कविताको शीर्षक छ दल र मेरो देश। दलै दलले बनेको मेरो देश, दल दलमा फसेको मेरो देश, जनतालाई निरीह बनाएको छ, अनगिन्ती वादको झुन्डमा फसाएको छ। कहाँ दिएको छ फसाएको छ, कहाँ दिएको छ र स्वतन्त्र रूपले देशलाई सगरमाथा झै चुलिन भाइ भाइमा लडाएको छ, गाउँ गाउँ बिच भिराएको छ। खोइ कहाँ दिएको छ र गौतम बुद्धको शान्तिको बिगुल देशैभर फैलिन। अब थोरै यो योभन्दा अगाडि यो हाम्रो सरकारमा हुनुहुन्थ्यो, सायद नेतृत्व गर्ने मान्छे पनि अहिले हुनुहुन्न, र संविधान सभाको ठुलो दल, यसमा चाहिँ मैले स्थापना कालको हिसाबले र नेतृत्व गर्ने पङ्क्तिमा पनि प्राय अलिकति बुढेसकालको वृद्ध मान्छेहरूले नेतृत्व गर्ने भएको कारणले मैले अलिकति वृद्ध भन्ने शब्द बिम्ब प्रयोग गरेको छु। त्यसले यसै नै बुझ्नु होला। वृद्ध छ एउटा दल, अस्यौं वसन्त पार गर्नै लाग्यो क्यारे, विकास प्रजातन्त्र समाजवादको कोरम नारा लगाउँदा लगाउँदै देशको सारा जल सम्पदा छिमेकीलाई उपहार दिइसक्यो क्यारे। फेरि सुनिँदैछ वृद्ध दलको वृद्ध पतिले जल परी कर्णालीलाई जबरजस्ती बन्धक बनाई मोदी भाइले उपहार दिइसक्यो रे। यदि त्यस्तै हो भने कहाँ पाउल र कर्णाली अब आफू खुसी कलकल गर्दै बग्न पाउँदैन। अब कर्णाली आफ्नै आमाको सन्तानको तिर्खा मेटाउन बाजे रूपी ती दलको नेताले भनेको मान्नै पर्छ। बाजे रूपी ती दलको नेताले भनेको मान्नै पर्छ। ती वृद्ध दलमा जति चिच्याउ सुनिँदैन ती नाति रूपी कार्यकर्ताहरूको भन्नलाई चुक्दैन बाजे। हामी नै हौं प्रजातन्त्रको असली वाहक, तर कतै गुन्जासै हुँदैन दलभित्रै प्रजातन्त्रको अभ्यास भएको। अब संविधान सभाको दोस्रो ठुलो दल अहिले सायद सरकारमा हुनुहुन्छ क्यारे। अर्को अर्कै छ उमेरले उस्तै छन् क्यारे। सिद्धान्तमा भन्छ बहुदलीय समाजवाद, तर सिद्धान्त त छैन उ स्थिर। ढुलमुल गर्दै कहिले मार्क्सवाद त कहिले पुँजीवाद। भन्नलाई के भएर हामी अडिग छौँ देशलाई अघि बढाउन, तर बिन्ती पाउ गर्न जान्छ दिल्ली मोदी भाइलाई फकाउन। त कहिले जानेछु भन्छ बेजिङ सिपिङ दाइलाई ढोक्न। तर पनि सक्दैन कतै केही गर्न सकोस् पनि कसरी। सिद्धान्तमै ढुलमुल भएपछि देशलाई पार लगाउन कसरी। अब संविधान सभाको तेस्रो दल अर्को अर्कै छ भिन्नै छ। दल हो योद्धालु, लडेरै कब्जा गर्छु भन्थ्यो शासन सत्ता। उक्लने भर्याङ थियो र छ क्यारे मार्क्सवाद र माओवाद। न त माओलाई पछ्याई चाइना झै आर्थिक क्रान्ति गर्न सक्यो, न त मार्क्सवादको जन्मभूमि जर्मनी झै शक्तिशाली। बरु खेर गयो हजारौं बलिदान, टुक्रिने भयो देश जात जाति र सिद्धान्तको अन्धो बाटोमा। मार्क्स लेनिन र माओलाई खोज्न भनी हिँडेको जङ्गल, पछ्याउँदै लड्दै भिड्दै गर्दा बितायो एक दशक। आखिर पायो के गुमाए निर्दोष युवाले ज्यान। पुछियो अबला नारीको सिन्दुर, भयो रित्तो आमाको काख। अब संविधान सभाको चौथो ठुलो दल सायद मधेसवादी दल हुनुहुन्छ। अर्को दल हुँ भन्छ सानो छ, टुक्रिँदै झुन्डामा सीमित छ। ऊ सिद्धान्त विहीन छ, तर आवाज चर्को र पृथक छ। मूल घरको ढोकाइमै उभिन्छ, बन्द गर्छ ढोका। असल छिमेकी भनाउँदाको सहाराले उसलाई बाल के को मतलब। घरभित्रै आफ्नै चुलो महिनौ नबलेको। बुढी आमा र बुढा बाउ सिटामोल खान नपाई मरेको। उसलाई बाल के को मतलब। आफ्नै घरको बालबालिकाहरूले पढ्न नपाई चिच्याएको। अनि आफ्नै छोरी बुहारी
भाउजू व्यथा लागेर छटपटाएको बहिरो छौ अन्धो छौ घरभित्र आफ्नै सन्तानहरू उकुस मुकुस हुँदै चिच्याएको रोएको छटपटाएको देख्दैन र ऊ सुन्दैन ऊ अडिग छ दिशाविहीन गन्तव्य र सिद्धान्तविहीन सिद्धान्त पनि। अब समग्रमा त्यसैले त म देख्छु देशमा अहिले चिन्दैनन् तिनै दलहरूले सहित उल्टै प्रश्न गर्छन् को हो शहीद सम्झेका भनिएको शहीदलाई पनि 1 मिनेट मौन धारण बाहेक के सम्मान गर्छन् र यहाँ आखिर खेर गयो शहीदहरूको सपनामै विलीन भयो। कसलाई पो जनताको शहीदको देशको बाल मतलब यहाँ कसलाई पो जनताको शहीदको देशको बाल मतलब छ र यहाँ मतलब छ त केवल दलको गुटको आफ्नै स्वार्थको, किनकि दलले बनेको मेरो देश, दलमा फसेको मेरो देश। धन्यवाद।